हेलो गाइस, वेलकम टु माई लाइफ। फेरि पनि म अर्को भिडियो लिएर आएको छु। अहिले म यस्तो ड्युटीमा छु अनि हल्का भोक लागेर यहाँको पास्तिजी खाँदैछु। त्यसलाई चाहिँ पास्तिजी भन्छ, मल्टिज टिपिकल फुड। जस्ट राम्रो छ। भित्र चाहिँ यसको फिलअप गरेको हुन्छ केरो अनि पोट्याटो मेस गरेर होइन। सो दामी छ। अनि यसको साथमा यो आइस टी लेमन। मल्ल रिफ्रेस फिल भयो। त्यही छ जिन्दगी, काम गरिराख्नुपर्छ, खानु पनि पर्छ। स्वास्थ्य छ त सबै छ होइन, नाम केही पनि छैन। त्यही भएर खानको लागि यति दुःख गरेपछि खाना चाहिँ टाइममा खानुपर्छ होइन। आइसकेको छु। अब यो चाहिँ अहिले हालमा चाहिँ चिलिपिली भइरहेको छ। मान्छेले नै अब आफ्नो बस्नुहुन्छ। यसो यहाँदेखि 5-7 मिनट लाग्छ गरेर रुममा पुग्न। दाइ ड्युटी सकिरहेको छ, अब सायद खाना बनाउँदै हुन्छ अनि खाना लगाइसकेँ अब रुममा। बाँकी मेरो चाहिँ म अब रुममै गर्नेछु। यो हावा चाहिँ खतरा चलिरहेछ, चिसो छ मौसम। साँझमा चिसो हुन्छ। र बल्ल बल्ल पुग्न लागिसकेँ। मेरो रुम चाहिँ उति पुग्न लागिसकेको अवस्था। शान्त छ आज, चिसो चिसो बतासैले यो फाइनल्ली रुम आइयो होइन। अलिकति माथि चढ्नुपर्छ। रुम आइयो।